हेलो नमस्ते एभ्रिवान, सम्पूर्ण साथीहरुमा, इष्टमित्रहरुमा, सम्पूर्ण सेवहरुमा म सेफ दिनेशको तर्फबाट चाहिँ न्यानो अभिवादन र नमस्कार छ भन्न चाहन्छु। र धेरै दिनको पछि यसरी एउटा सानो लामो भिडियो बनाउँ भनेर सोचिरहेको। बिजी छ किचन पनि यतिखेर बिजी भइरहेको आफ्नो उसमा। हाँ जी शेफ साहब, बाजार नहीं जाना? बजार चलेंगे। र यस्तै क्रममा चाहिँ भेटघाट भइरहन्छ भिडियोको माध्यमबाट। जहाँबाट हेर्नुहुन्छ जताबाट पनि हेर्नुहुन्छ लाइक कमेन्ट गर्दै गर्नुहोला र विशेष सेयर पनि गर्नुहोला। केही न केही मनको विचार अनि लाइक सेयर गरेर चाहिँ भन्न सकिन्छ। अरू जे छ जसो छ किन हो त्यस्तो पारा यसो रमाइलो गर्दै साथीभाइहरू हल्का गर्मीको मौसममा चाहिँ यसो तातो चिसो बनाउँदै किचनभित्र। र त्यसै गरी कमेन्ट र लाइक सेयर गरिदिनु होला भनेर अनुरोध पनि गर्छु। र भिडियोमा पनि अवश्य जुडेर जहाँबाट भए पनि जसमा भए पनि जहाँसम्म भए पनि जुडिनु भएको साथीहरूले चाहिँ एकचोटि कमेन्ट गरेर अवश्य भन्नुहोला कहाँबाट हुनुहुन्छ, को हुनुहुन्छ। म रिप्लाई अवश्य गर्नेछु र केही मनको कुरा पनि भन्नेछौँ हामी एक आपसमा। त्यसै गरी नेपाली मेरो होटल लिएर साथीहरू सेफहरूलाई पनि भन्न चाहे कि जति नै पीडा कष्ट भए पनि आउने हाम्रो नयाँ भाइ बहिनीहरूले चाहिँ मेहनत गर्दै जानु होला भन्न चाहे। तर केही ज्ञान नलेजहरू पनि लिँदै जानु होला। र हल्का फुल्का समस्या आइपर्छ चलो सानोतिनो होइन रिस भइलो भइरहन्छ। त्यसमा चाहिँ आवेशमा आएर चाहिँ नोकरी छोड्ने र नोकरीलाई लात मार्ने गर्ने चाहिँ नगर्नु होला। नोकरी भनेको बहुत इम्पोर्टेन्ट चिज हो। नोकरी गर्नुपर्छ, या त केही व्यापार या बिजनेस या नोकरी गर्नुपर्छ। त्यतिकै बसेर चाहिँ काम हुँदैन, बेला बसेर भन्न चाहे। र घरबाट अझै भर्खरै आज दुई तिन दिन भयो आएको। हाम्रो गाउँ चाहिँ मेरो गाउँ चाहिँ नेपालमा चाहिँ बर्दिया कर्णाली चिसापानी छेउमै पर्छ। बर्दिया ताराताल भनेपछि त्यहाँबाट 1 घन्टाको बाटो छ कर्णाली चिसापानी भने चाहिँ छिटो चिन्नुहुन्छ होला साथीहरूले चाहिँ मित्रहरूले। नजिक पर्छ। कोही टाढाको मित्रहरू हुनुहुन्छ भने बर्दिया चिसापानीतिर घुम्दा यसो याद गर्नु होला। कुनै बेला मौका चाहनु भेट भयो भने अवश्य पनि घुमाउला। गइरहन्छु म घरमा चाहिँ 2-3 महिनामा चाहिँ अवश्य गइरहन्छु। अनि तपाईँको त्यस्तो केही काम पऱ्यो भने अवश्य गइरहन्छु। लङ टाइम बस्दैन इन्डियामा 2 महिना 3 महिना 4 महिना त्यस्तै आफत भयो भने कहिले कसो छिटो पनि जान्छु। कामको सिलसिलामा कहिले यता कहिले उता भइराखिन्छ। अनि साथीहरूसँग जोडेर चाहिँ भेटघाट गर्दा फेसबुक माध्यमबाट साह्रै रमाइलो र टाइम पनि कटेको थाहा हुँदैन। त्यसै गरी सबैसँग जोड्ने र हाँस्ने बोल्ने मौका पाउँदा चाहिँ रमाइलो लाग्छ। हामी जहाँ भए पनि जता भए पनि जुनै देश भए पनि सम्पूर्ण नेपाली र नेपालीले चाहिँ के राम्रो गर्नुपर्छ भन्ने अवश्य लाग्छ मलाई। हमेसा मेहनत र वीर गोर्खालीको छोराहरू हौँ हामी भनेको। र त्यसै गरी आफू जहाँ गए पनि पहिचान बनाउने हो राम्रो काम गरेर भन्न चाहे। अलि नराम्रो सङ्गत र नराम्रोमा चाहिँ नबसेर राम्रो सोच विचार राम्रो भावना भएपछि चाहिँ हामी एकजुट हुन्छौँ भन्ने लाग्छ मलाई। जहाँ भए पनि जसरी भए पनि एक साथ एक हात एक मालो गरेर चाहिँ जुड्नुपर्छ जस्तो लाग्छ। ब्रेक टाइम पनि भइसकेको छ। यतिखेर अब ब्रेक जाने टाइम भइसकेको छ। त्यसै गरी फेरि पनि हामी आफ्नो भिडियो मार्फत जोडिने छौँ भन्ने
मलाई अवश्य मन लाग्छ र सपोर्ट गरेर चाहिँ कमेन्ट गरेर चाहिँ अवश्य माया गर्नु होला भन्न चाहे। त्यही कारण सेयर पनि गरिदिनु होला भन्न चाहे र सेयर गर्ने साथीहरूलाई धेरै धेरै धन्यवाद र लाइक कमेन्ट गर्ने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहे र लाइक कमेन्ट सेयर गरेर चाहिँ जोडिनु होला भन्न चाहे। केही कमेन्टहरू लेख्नु होला भन्न चाहे। राम्रो कमेन्ट्स आयो भने अवश्य रिप्लाई गर्नेछु। म सेभ दिनेश केही कुराहरू अवश्य पनि भन्नेछु भन्न चाहे। यति भन्दै अहिलेलाई चाहिँ बिदा माग्छु। जय हिन्द, जय नेपाल। फेरि भेटौँ।